छैन छैन किन रिसाउने र ल आजलाई जानुस् रेस्ट गर्नुस् भोलि बिहान फेरि हामी 5:43 4 सेकेन्डमा भेट्नेछौँ है ल बाई बाई गुड जब बाई 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 के गरेर बस्दै हुन्छ राज दाइ ए यहाँ सूर्यलाई सम्झाउँदैछु यार भाइ साँझ परिसक्यो अझै लखर लखर घुमेर हिँडेको छ फेरि सूर्यलाई मैले जानुस् रेस्ट नगर्नुस् नभनुन्जेलसम्म घुमिरहेको हुन्छ क्या त्यो भएर सम्झाइदिएको क्या भाइ तपाईँ सूर्यलाई सम्झाएर बस्नु तपाईँले यो गेटअप गरेर अनापसनाप बोल्दै हिँडेको थाहा पाएर असली महानायकजी तपाईँलाई सम्झाउन आउँदै हुनुहुन्छ अरे अरे यार के भन्छ यो भाइ साँच्चै हो सत्य त यहीँ आउँदै हुनुहुन्छ यसो गरे यार भाइ म यहाँ छु भन्ने उहाँलाई थाहा छैन होला बित्यो भन्दै बित्यो भनेर महानायकले छोड्नुहुन्छ तपाईँलाई उठाएर बिउजार भए पनि हानेर जाने रे अरे यार के दिन आइलाग्यो अलिअलि करियर अगाडि बढ्दै थियो अझै मरिन्छ कि क्या हो तर हेर भाइ महानायक आउँदै हुनुहुन्छ भन्दैमा म डराउँछु महानायकै क्यारिकेचर गरेर भए पनि अलिअलि भए पनि हाम्रो मुटु डरो छ भाइ क्यारिकेचरै गरे पनि राजेश हमालको अलिअलि गुण चाहिँ हामीमा पनि छ को डराउँछ महानायकसँग म कसरी भिड्छु कमजोर सम्झिस् कि क्या हो भाइ क्यारिकेचर मात्रै होइन भित्रैबाट पनि अलिअलि छ हामीसँग तागत हेर्दै जा भाइ अनि बोलाएको मान्छे कहाँ गयो खै अरे साँच्चैको आउनु भएछ त त्यो भाइले त मजाक गर अरे यार हो त दादा सरी दादा मैले चाहिँ झुक्किएर क्यारिकेचर गरेँ दादा म त यो भाइले मजाक गर्यो होला भनेको हजुर त साँच्चै आउनु भएछ त म त कन्फ्युज भयो यो अगाडि ऐना छ कि तपाईँ नै हो भनेर एकचोटि छापौँ त ओहो मैले त आफूले आफूलाई हेरिरहेको जस्तो लाग्यो है म सायद आज निधाउँदिनँ होला राजेश दाईसँग एकपटक मेरो चाहिँ अगाडि नै बसेर स्पर्श गर्दै गफ गर्ने मेरो ठुलो रहर थियो म राजेश दाई तपाईँ को नि म चाहिँ त्यो एउटा गरी खाने एउटा सानो सानो खालको पुच्चे मलाई एकदम त्यो अहिलेसम्म मेरो चाहिने त्यो यसरी मुटु कहिले पनि धड्किएको थिएन एकदम बढी धड्किरहेछ थोरै मेरो प्रशंसा गरिदिनुहोस् न ताकि मेरो यो मुटुको बेगलाई अलिकति कम गरिदियोस् अनि आज मलाई रिग्रेट के भइरहेछ भने टोपी किन लाइन मैले आज यार है टोपी लाउनु पर्ने रहेछ कपाल पनि अब यो अलिक छोटै बनाएँ मैले चाहिँ हजुरलाई त थाहा छँदै नै छ यो मैले कुन चलचित्रको गेटअप गरिरहेको छु भनेर मलाई एकदम मनपर्ने चलचित्र हो यो देउता है मलाई पनि म चाहिँ त्यो चलचित्रको त्यो ड्रेसअप तपाईँको त्यो कमान्डिङ भोइस है र त्यो देखि पछाडि नै एकपटक चाहिँ राजेश दाईकै क्यारिकेचर गरेर भेट्न पाएँ भनेदेखि मेरो त्यो जिन्दगीको ठुलो सपना पुरा हुन्छ भन्ने लागेको थियो आज भेट्न पाएँ सबैभन्दा पहिला चाहिँ चाहिने अब अलिक कम्फर्ट हो दाइले नै अलिकति प्रशंसा गरिदिइसकेपछि साथीहरू सबैभन्दा पहिला चाहिँ राजेश दाईलाई 5 वर्षको अन्तरालमा चलचित्र नरसिम्हा मार्फत फेरि ठुलो पर्दामा हामीले तपाईँको त्यो गर्जन तपाईँको त्यो कमान्डिङ भोइस सुन्न पाउँदैछौँ यो चाहिँ नेपाल सँगसँगै विश्वमा मात्रै रिलिज हुँदैछ कि चन्द्रमा मङ्गल ग्रहतिर पनि रिलिज हुँदैछ त्यता पनि जाँदैछु डिमान्ड आइरहेछ होइन राजेश दाईलाई चाहिँ अब एउटा आफू पनि क्यारिकेचर गर्ने भएकोले एउटा प्रश्न गर्न मन लाग्यो कि क्यारिकेचर गर्ने हो त हजुरले धेरैजना भेटिरहनुहुन्छ है बल्ल अचम्म लाग्ने चाहिँ तपाईँको त्यो अनुहार मिल्ने व्यक्तिहरू पनि धेरैजना चलचित्र क्षेत्रमा पनि लगायत बाहिर पनि उस्तै लुक्स भएका व्यक्तिहरू भेटिन्छन् यो चाहिँ एउटा संयोग मात्रै हो कि त्यो भित्र केही रहस्य छ होइन बाहिर जहाँ जहाँ उहाँ हुनुहुन्छ नि प्रायः जसो करिब मेरै उमेरको हुनुहुन्छ अलिक कम उमेरको भइदिएको भए केही न केही रहस्य हुन्थ्यो होला दाईको सेन्स अफ ह्युमरसँग हामीले यसो छेउछाउ मात्रै पुग्न सक्यो भने पनि नेपाली हाँसी व्यङ्ग्यमा मजै आउने थियो खैर अब तपाईँ चलचित्रको पर्दामा आउँदै हुनुहुन्छ 5 वर्ष पछाडि एउटा कुरा चाहिँ म सिरियस सोध्न चाहन्छु कि
कतिको नर्भस छ होला पर्दा? होइन, उत्सुकता चाहिँ नि भइरहेछ, पर्दालाई भन्दा पनि मलाई नै भइरहेछ। एउटा अन्तरालपछि आउँदैछु, त्यसै पनि अब लगातार गर्दाखेरि पनि नयाँ चलचित्र प्रदर्शन हुँदाखेरि के कस्तो होला भन्ने त कलाकारलाई लागि नै हाल्छ। त्यसमाथि अब एउटा अन्तरालपछि आउँदाखेरि त सायद यो चाहिँ पहिलोचोटि होला पर्दाभन्दा म अलिकति नर्भस छु जस्तो दाइलाई चाहिँ मैले अब यो अब मैले केही प्रश्नहरू त बनाएको छु र कार्यक्रमको नाम पनि मैले राखेको छु कि मास्टर क्लास विथ महानायक भनेर, होइन? ताकि तपाईँसँगको कुराकानीबाट चाहिँ मैले धेरै कुरा सिक्न पाऊँ। म हरेक हजुरको अन्तर्वार्ताहरू फलो गरेर हुन्छु ताकि तपाईँको त्यो झन् सामिप्यमै बसेर केही कुराकानी सुन्दाखेरि मेरो लागि मास्टर क्लास नै हुन्छ। त्यही भएर मैले प्रोग्रामको नाम पनि राखेको छु। म एउटा कुरा चाहिँ तपाईँलाई भन्नै मन लागेको थियो कि जस्तो म हजुरलाई चलचित्रको पर्दामा देखेर अलि पछाडि आवाज अलि बोल्ड हुन थालिसकेपछि क्यारिकेचर गर्न थालेको मै आफै बुढो भइसकेँ। तपाईँ भने चाहिँ अघिल्लो पटक भेट्दाखेरि 25 वर्षको हुनुहुन्थ्यो, है? यो पटक भेट्दाखेरि 18 वर्षको हुनुहुन्छ। यसरी नै उमेर घट्दै गयो भने के हामी अबको 5 वर्ष पछाडि तपाईँलाई कोक्रेमा भेट्छौँ? त्यहाँसम्म चाहिँ म पुग्दिनँ। एउटा लिमिट लाइन चाहिँ छ। मैले के सोचेको छु भने 18 भन्दा मुनि चाहिँ नपुग्ने। 18 प्लस चाहिँ हुनै पर्यो। 18 प्लस चाहिँ हुनै पर्यो, होइन? नत्र त्यहाँ गडबड पनि हुनसक्छ। त्यही कारण 18 भन्दा तल चाहिँ नपुग्ने। र तपाईँ पनि आफूलाई बुढो भयो भनेर नभन्नुहोस्, कहिले पनि नभन्नुहोस्, होइन? उमेर एउटा रफ्तारमा जान्छ, तर आफूलाई चाहिँ सधैँ यङै भनिराख्ने क्या। म बुढो हुनुला, राज दाइ त अझ पनि यङ भनेर नभन्नुहोस्। राज दाइ पनि म जस्तै यङ हुनुहुँदो रहेछ भनेर भनिदिनुहोस् न। त्यो भयो भने तपाईँमा पनि फुर्ती आउँछ, होइन? सो मलाई चाहिँ जस्तो तपाईँले चाहिँ अब धेरै चलचित्रहरूमा अभिनय गर्नुभयो। म तपाईँको सेड्युल हेरिरहेको हुन्छु। चलचित्रमा अभिनय गर्न पनि तपाईँले टाइम मिलाउनै भएको छ। म्युजिक भिडियो पनि खेल्नुहुन्छ, विज्ञापन पनि छँदै नै छ, लाइभ सोहरूमा पनि पुग्नै हुन्छ, टेलिभिजन सो पनि गर्नुहुन्छ, विभिन्न अन्तर्क्रियाहरूमा पनि पुगिरहनै भएको छ। तपाईँ मलाई एउटा कुरा भन्नुहोस् त, यो अलिक बढी भार भएन यो कलिलो उमेरमा? मान्छेको जीवन कस्तो छ भने जबसम्म ऊर्जा रहन्छ नि, ऊर्जा रहनु जेलसम्म त मान्छे उत्पादनशील भइरहनु पर्यो नि, होइन? कुनै न कुनै उमेर आउला, 18 को आसपास पुग्दाखेरि जब अलिकति कम गरौँला, तर एक किसिमको ऊर्जा भइरहने जेलसम्म, जस्तो कि आज यस्तो ऊर्जनशील छु म, होइन? ऊर्जा हुन्जेलसम्म त चलायमाया भइरहनु पर्यो नि। त्यसले पनि हो। मलाई के लाग्छ भने व्यक्तिले जबसम्म भित्र ऊर्जा छ तबसम्म चाहिँ नि उत्पादनशील भइरहनु पर्छ कि, प्रोडक्टिभ भइरहनु पर्छ। र त्यो सबैको लागि धेरै गाह्रो छैन, खालि अलिकति टाइम म्यानेजमेन्ट मात्रै गर्नुपर्छ क्या। व्यक्तिहरूले भन्छ म यो गरिरहेको छु त्यस कारण त्यो गर्न भ्याउँदिनँ, त्यो गरिरहेको छु त्यस कारण यो गर्न भ्याउँदिनँ भनेर भन्नुहुन्छ। तर तपाईँले टाइम म्यानेजमेन्ट गर्नुभयो, नेपालीमा उखान छ नि, खाने मुखलाई जुङ्गाले छेक्दैन, होइन? टाइम भनेको के हो? तपाईँको इच्छा शक्ति हुनु पर्यो, तपाईँमा जाँगर हुनु पर्यो, तपाईँमा कार्यहरू गर्छु भन्ने प्यासन हुनु पर्यो। त्यो भएको खण्डमा सब कुरा सम्भव छ। तपाईँले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो कि भोइस मिलिरहेछ दाइसँग? मलाई यस्तो लागिरहेछ कि म बोल्न रोकेकै छैन भने जस्तो लागिरहेछ कि। तपाईँले एउटा अन्तर्वार्तामा भनिरहनु भएको थियो, मैले अलिकति मेरो रिसर्च टिम पनि छ, मेरो राइटरै अगाडि हुनुहुन्छ सरोज भाइ। तपाईँले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो कि उमेर भनेको चाहिँ रबर जस्तै हो, जसलाई जति तन्कायो त्यति तन्किँदै जान्छ। कहिले पनि बुढो अथवा म अलिकति उमेर ढल्क्यो भने फिलै गर्ने होइन। उमेर भनेको रबर हो, तानिरहने, त्यो फिल गरिरहने। यो त मैले बुझेँ कि अहिले त त्यो तपाईँको उमेरको रबर छ, त्यो मधु भाउजूले एकतिर पक्रिनु भएको छ, होइन? अर्कोतिर तपाईँले पक्रिनु भएको छ र रबर तन्किरहेछ। बिहेभन्दा अगाडि चाहिँ त्यो रबर कसले पक्रिएको थियो? जुन रबरबाट म सञ्चालित छु नि, त्यो रबर तन्काउनमा चाहिँ म अरूमा निर्भर हुँदैन के, बुझ्नु भएन? जुन रबरको म कुरा गर्छु त्यो रबर तन्काउने काम चाहिँ तपाईँले आफैमा चाहिँ निर्भर हुनुपर्छ। अरूमा निर्भर भयो भने उसले सही ढङ्गबाट तन्काउला नतन्काउला, तन्काउने बेलामा फेरि नतन्काउला कि बढी तन्काइदिएर बिगार्दैला कि, या
जुन समयमा चाहिँ अलिकति तन्काइरहनु पर्ने हो त्यो बेलामा नतन्काइदियो भने फेरि अलिकति गडबड हुन्छ होइन। तर तपाईँलाई एउटा रहस्यमय कुरा के भन्छु भने अलि नजिक आउनुहोस् त म तपाईँलाई भन्छु, कतै पनि नभनेको रबर तन्काउने कुरा त मैले गरेँ होइन। रबर तन्काउने भनेको आफ्नो जवानी आफ्नो ऊर्जालाई चाहिँ नि कायमै राख्नुपर्छ, रबर तन्काएको छ तन्काइरहनुपर्छ। तर एउटा रहस्यमय कुरा के छ भने रबर तन्काउने भनेर त मैले भनेँ, तर रबर पनि एउटा बिन्दुमा गएर चुडिहाल्छ कि अफसोस त्यहाँ छ। बुझेँ दाइ। हाँसो मजाक दाईसँग बसिसकेपछि सेन्स अफ ह्युमर त दाईको अर्कै लेभलको छ। सँगसँगै चलचित्रको पनि कुरा गरौँ, म त एक्साइटेड छु नरसिम्हाको लागि। दाईलाई 5 वर्ष चाहिँ किन लाग्यो कि दाईलाई हामीले ठुलो पर्दामा हेर्नको लागि त 30, 32, 35 वर्षदेखि एकदम उत्साहित छौँ, हेरिराखेका थियौँ होइन। यो 5 वर्ष चाहिँ किन लाग्यो दाई हजुरलाई हामीले पर्दामा पर्खिनको लागि? सबै कुरा समयको हुँदो रहेछ क्या होइन। समयले नै सबै कुरालाई निर्धारित गरेर हुन्छ नि। परिवर्तन हामी भन्छौँ, त्यो परिवर्तन पनि समयकै कारण हुन्छ होइन। समय जसो जसो अगाडि बढ्दै जान्छ विभिन्न कुराहरूको चाहिँ नि परिवर्तन हुन्छ, ट्रान्सफर्मेसन हुन्छ। त्यस कारण एउटा लामो अवधिसम्म चलचित्र मैले गरिरहेँ। 20 वर्ष त मैले 18-19 घन्टै काम गरिरहेँ। अनि त्यस पश्चात अलिक कम गरे तापनि चलचित्र चाहिँ निरन्तर गरिरहेको थिएँ। तर लगभग 7-8 वर्ष अगाडि एउटा चलचित्र गरेँ मैले, जुन बेलामा चाहिँ मलाई लाग्यो कि अब नेपाली चलचित्रमा को वातावरणमा चाहिँ नि केही न केही परिवर्तन आएको छ। अब समयले त परिवर्तन ल्याइ नै हाल्छ होइन। चाहे प्रस्तुतिमा होस्, चाहे चलचित्रको कथावस्तुमा होस्, या चाहे अब म जस्तो व्यक्ति जो त्यो बिन्दुमा आइपुग्दाखेरि 25-26 काम गरिसकेपछि आफूलाई चाहिँ कस्तो किसिमको चरित्रमा ढाल्ने कुराहरू होस्, त्यसमा चाहिँ नि केही बदलाव आएको छ जस्तो मलाई महसुस भयो क्या मैले मेरो पछिल्लो चलचित्र गर्दाखेरि। अहिले तपाईँ राजा समाल जस्तो लागिरहनु भएको छ, मैले पछिल्लो चलचित्र गर्दाखेरि म चाहिँ नि महिला जस्तो लागिरहेको थिएँ। शकुन्तला। अनि त्यो चलचित्र मलाई त्यसको विषयवस्तु एकदमै मन परेको होइन। किनकि कलाकारलाई, एउटा पुरुष कलाकारलाई महिला भएर खेल्न पाउने भनेको त एउटा चुनौतीपूर्ण भूमिका हो नि होइन। त्यस कारण मलाई असाध्यै त्यो कथावस्तु मलाई दिएको पात्रप्रति चाहिँ म अलिकति लालायित नै भएँ। तर त्यही पनि मैले टिमसँग बसेर यसलाई कसरी बनाउनुहुन्छ त, कसरी प्रस्तुत गर्नुहुन्छ त, किनकि चलचित्र भनेको खालि मेरो चरित्र मात्रै राम्रो भएर भएन, सम्पूर्ण चलचित्रको प्रस्तुति पनि राम्रो हुनु पऱ्यो। त्यो छोडकरीमा भन्दाखेरि पछि गएर यो रिलिज भइसके पश्चात चाहिँ नि हामीले सोचे जस्तो बनेन कि यसको प्रस्तुति इत्यादि कुराहरू। मलाई आफ्नो भूमिकालाई लिएर त राम्रै लागिरहेको थियो। अनि त्यस पश्चात मलाई लाग्यो कि म अझ सतर्क हुनुपर्छ। त्यसकारण मैले केही अवधि रोकेँ पनि। तर त्यो अवधि अलिकति लम्बिनुको कारण किनभने अघि तपाईँले भने जस्तो मैले चलचित्र नखेले तापनि व्यस्तता चाहिँ त्यत्तिकै रह्यो कि होइन। यदि मैले चलचित्र नखेलेर म व्यस्तता नभएर त्यत्तिकै आइडल बस्नु पर्यो होइन, केही न केही गर्नु पर्यो भने जस्तो हुन्थ्यो होला। तर चलचित्र नगर्दाखेरि पनि मेरो व्यस्तता बरु त्यो चलचित्र गर्दाखेरि भन्दा अझ बढी हुँदै गयो। एउटा बिन्दुमा त मलाई कस्तो पनि लाग्यो भने अहिले मैले चलचित्र गरेँ भने सायद एउटै चलचित्रलाई 40-45 दिन दिन सक्दिनँ कि, किनकि म यति व्यस्त भइरहेको छु भनेर। त्यो पनि एउटा कारण हो। अर्को कारण चाहिँ नि विभिन्न विषयवस्तुमा चलचित्रहरू बन्न थाल्यो नि होइन। कहिले विषयवस्तु नमन पर्ने, कहिले आफूलाई दिएको भूमिका नमन पर्ने, कहिले टिम नमन पर्ने, किनकि चलचित्र खेल्दाखेरि अब टिमले पनि महत्त्वपूर्ण भूमिका खेल्छ होइन। कहिले टिम नपर्ने यस्तै भइरहेको थियो। अनि अचानक अब नरसिम्हाको अफर आयो। यो त हजुरको लजिकल कुरा भयो, तर मैले चाहिँ चलचित्र क्षेत्रमा एउटा गाईगुई सुनेको थिएँ कि राजेश दाई 5 वर्ष पछाडि आउनुको कारण चाहिँ यस्तो यो फिल्मको स्क्रिप्ट लेख्न चाहिँ 6 महिना लागेको थियो। अनि त्यस पछाडि चाहिँ जब अन्याय र अत्याचारले बढ्छ सीमा, गाउँदेखि सहरसम्म, सहरदेखि सडकसम्म होइन, सहरदेखि सीमासम्म, बनेर देउतादेखि खलनायकसम्म, पापी र भ्रष्टको अन्त्य गर्न आउँदैछु युगसम्म, युगदेखि युगसम्म। नरसिम्हा
मैले सुने अनुसार चाहिँ स्क्रिप्ट लेख्न 6 महिना लाग्यो अनि यो डायलग लेख्न चाहिँ 4.5 वर्ष लाग्यो रे मलाई एउटा कुरा भनिदिनुहोस् त तपाईँको हरेक चलचित्रमा यति लामा लामा डायलग हुन्छन् कि अहिलेका चलचित्रहरूको कुराकानी गर्ने भने त यति डायलगमा त 2टा फिल्म सकिन्छ होइन अनि अर्को कुरा चाहिँ जब तपाईँको त्यो गर्जन हुन्छ नि तपाईँले त्यो डायलग भनेर त्यो आवाज बोल्ड आवाज आउँदाखेरि तपाईँले कुन स्पिकर यहाँ प्रयोग गर्नुहुन्छ धेरै बोल्ड आउँछ स्पिकर चाहिँ नि मेरो त्यो इनबिल्ट स्पिकर हो होइन पहिलेदेखि एकदम फिक्स भएर आएको छ र त्यही स्पिकरलाई भरपुर प्रयोग गर्ने हो तर तपाईँलाई एउटा एकदम इन्ट्रेस्टिङ कुरा के भनिदियो भने यो जो मेरो प्रायः जस्तो चलचित्रमा यस्तो लामो लामो डायलग हुन्छ नि या त क्लाइमेक्समा या त बिचमा ती प्राय डायलगहरू अब हेर्ने व्यक्तिलाई लाग्दो कि यसलाई चाहिँ नि धेरै नै मेहनत गरेर लेखिएको धेरै नै गरेको भनेर तर विश्वास गर्नुहोस् धेरै जसा यी सबै डायलग्सहरू अन द स्पट छायाङ्कन गर्ने बेलामै यसो यसो अलिअलि रचेर होइन यस्तो 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 भने ठिक होला यो मुड अनुसार भनेर स्पटमै तुरुन्तै हामीले चाहिँ नि रच्छौँ यो पनि स्पटमै रचेको त्यो क्लाइमेक्सको सिन यो चाहिँ यो नरसिम्हाको पनि र त्यो देवताको पनि जुन तपाईँले त्यसको वस्त्र लगाइरहनु भएको छ जुनमा तपाईँ पनि खेल्नुभयो शङ्कर होइन त्यो शङ्कर डायलग पनि त्यही नै अब क्लाइमेक्स यसरी गर्ने अनि क्लाइमेक्सको बेलामा चाहिँ यसरी बोल्ने भन्ने त निर्धारित हुन्थ्यो तर शब्द के बोल्ने भन्ने चाहिँ नि कहिले कहिले हामीले लास्ट मोमेन्टमा बनाइदिन्थ्यो क्या त्यतिखेर टिप्छ पनि मलाई त्यो तपाईँको यो अहिले यो चलचित्रको नरसिम्हाको डायलग मैले 7 दिन अगाडि लेखेर घोक्ता पनि हुन त म एक त अहिले यहाँ नदेखेको मात्रै मेरो मुटु त्यहाँ खुट्टातिर पुगिरहेछ होइन तर त्यतिखेरै त्यो लेखेर पनि याद हुन्छ अनि लेख्छौँ अनि लेखेपछि यसो गर्छ त दिनुहोस् न यो लेख्यो होइन लेखेर मलाई दिएपछि अनि मैले तपाईँ अहिले तपाईँ राजेश हमाल हुनुहुन्छ तर मानिलिनु तपाईँ डाइरेक्टर हो मैले उहाँले अब हामीले यसो सल्लाह गरेर लेखिसकेपछि अनि मैले यसरी लिएपछि मैले डाइरेक्टरलाई के हुन्छ भने मलाई 5 मिनट दिनुहोस् भनेर अनि अघि तपाईँ त्यो कुर्सी पछाडि लुकाए जस्तो म पनि उता गएर कोठातिर गएर लुक्छु अनि 5 मिनट यसो हेर्छु अनि त्यसपछि पुग्छ त्यो गर्ने तरिका चाहिँ नि के हो भने तपाईँले खालि शब्द मात्रै सम्झेर भएन के शब्द त तपाईँको आत्मा बढाउनु पर्यो नि होइन युगदेखि युगसम्म भनेर त भएन तपाईँको आत्माबाट तपाईँले फिल गर्नु पर्यो कि यो सब कार्यहरू म युगदेखि युगसम्म गरिरहेको छु यो अन्याय र अत्याचार होइन तपाईँले खालि नर्मली अन्याय र अत्याचार युगदेखि युगसम्म भन्नुभयो भने त हेर्ने मान्छेलाई पनि खासै फिल हुँदैन अब त्यो सब फिल ल्याउनको लागि साथीहरूको लागि यो हात सलाम दुश्मनको लागि यो हात फलाम भन्नको लागि त फिल गर्नु पर्यो नि साथी भन्दाखेरि तपाईँले के फिल गर्नुहुन्छ दुश्मन भन्दाखेरि के फिल गर्नुहुन्छ तपाईँको चाहिँ यो आवाज चाहिँ पहिलेदेखि नै यस्तै नै थियो कि पछि तपाईँले केही त्यस्तो थेरापीहरू गर्नुभयो र यो एकदम डर लाग्दो खालको फेरि माया लाग्दोमा फेरि माया लाग्दो पनि सुनिन्छ डर लाग्दोमा चाहिँ नबोले पनि एकछिन चाहिँ नबोलौँ कि जस्तो भयो अब मेरो आवाज देखेर स्वयं राजेश हमाल तर्स्यो भनेपछि त यो राजेश हमाल अहिले कुन आवाज बोलिरहेको छ नि मलाई थाहा छैन मिलिरहेको छ छैन यसो साथीहरू भनिरहनुहोस् है फेरि होइन राजेश दाई आइसके पछाडि अब क्वेसन एन्सर चलचित्रको त कुरै हुन्छन् नै दाई एउटा मलाई मुखमा लात्ताले हान्नुहुन्न भने एउटा क्वेसन म राख्न चाहन्छु एउटा जोक सुन्नु न दाई सुनाउनुहोस् न होइन दाईको तर्फबाट जाओस् न एउटा दाईको आवाजबाट जुनसुकै जोक सुन्दा पनि बडो मजा आउँछ तपाईँले यो कपाल पालिरहनु भएको छ नि हजुर त्यो राजेश हमाल भन्ने व्यक्तिले मैले सुनेको है उसको अन्तर्वार्ता यताउति कतै तपाईँले अन्तर्वार्तामा भन्नुभयो होला बच्चादेखि नै उसले कपाल पारिरहेको थियो क्या धेरै मान्छेलाई के लाग्छ भने हामी जस्तो व्यक्तिहरूलाई के लाग्छ भने राजेश हमालले कपाल चाहिँ सायद सिनेमामा आएपछि पाल्यो कि भने जस्तो तर सिनेमाभन्दा अगाडिदेखि नै पालिरहेको छ लामो कपाल अनि सिनेमामा आउँदाखेरि पनि ऊ लामो कपालले लिएर आयो त्यस पश्चात ऊ असाध्यै चलचित्रमा व्यस्त भयो अनि कहिले गाउँलेको भूमिका कहिले मजदुरको भूमिका कहिले पुलिसको भूमिका कहिले आर्मीको भूमिका त्यो सबै भूमिकामा फेरि कपाल लामै हुने अब
अब गाउँले र मजदुरको त ठिकै थियो, गर्दा गर्दा पुलिस र आर्मीको पनि कपाल लामा लामै हुने, टोपी लगाउने है। त्यति हुँदा 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 पछि गएर के भएछ भने पुलिस डिपार्टमेन्टमा चाहिँ छलफल सुरु भएछ। के भने होइन, यो युनिफर्ममा त कपाल पालेकै सुहाउँछ कि क्या हो, कहीँ हामीले गल्ती गरिरहेछौँ कि यो ठुटे कपाल राखेर, होइन पाल्नुपर्छ यार, अब यसलाई चाहिँ एउटा प्रस्तावमा लगौँ भनेर उहाँहरूले प्रस्तावमा लानुभयो। तर अफसोस के भने अहिलेसम्म त्यो निर्णय निस्केको छैन। अब त्यो निर्णय निस्किने जेलसम्म मलाई लाग्छ कि मेरो आफ्नो कपाल चाहिँ नि उडिसक्छ नि। तर मलाई त यो जोकै भए पनि त्यो सत्य नै हो जस्तो त्यो पिक्चर बन्दो रहेछ क्या। चाहिँ तपाईँले चाहिँ त्यो सिनेमाहरूको कपाल सम्झेँ पहिली त, त्यस पछाडि त्यो पुलिसको हेड डिपार्टमा चाहिँ त्यो आइजिपीहरूदेखि लिएर ठुल्ठुला व्यक्तिहरू चाहिँ कपाल पाल्ने कि नपाल्ने, पाल्नुपर्छ भन्ने, कसैले चाहिँ कतिसम्मको पाल्ने, ठ्याक्कै फेरि पाल्दा पनि धेरै लामो पनि पाल्नु भएन, राजेश दाई स्टाइलकै पाल्नु पऱ्यो। अर्को मैले एउटा सुनेको राजेश दाईले भनेको जोक्स भन्छु है। यस्तो हजुरलाई त थाहा छँदैन छ कि राजेश दाई कफीको पारखी हुनुहुन्छ है। दाईले खाने त्यो रेड आई कि कस्तो एकदम त्यो हाम्रो लागि त त्यो तितो कफीको पारखी त हो म, तर पारखी भनेको चाहिँ नि धेरै पिउने हुँदैन। फेरि पारखी भनेको चाहिँ नि उसले आफूले चाहेको जस्तो कफीको चाहिँ नि चाहनामा हुन्छ। हजुरले खाने कफीलाई चाहिँ के भन्छ? म चाहिँ नि के छ भने आफूले चाहेको जस्तो कफी पिउन चाहन्छु, तर धेरै चाहिँ नि म पिउँदैन है। कति खानुहुन्छ दिनमा? म दिनमा म्याक्सिमम खाएँ भने 3 कप। तर तपाईँ त कप पनि यत्रो कपको खानुहुँदो रहेछ त? हो, कम खान्छु तर कडा खान्छु। कडा खानुहुन्छ है। मैले एउटा चाहिँ सुनेको थिएँ कि एकजना पत्रकारले सोधे कि राजेश दाई तपाईँ चाहिने कफीको एकदम पारखी हुनुहुन्छ। अब अरूलाई त त्यो ब्ल्याक कफी अमेरिकानो भन्ने बित्तिकै तितो लाग्छ नि। पत्रकार त्यही अनुसारले जिज्ञासा गरे कि तपाईँले एकदमै तितो कफी खानु हुँदो रहेछ दिनमा 2-3 टाइम, किन राजेश दाई भनेर सोधेछन् पत्रकारले। अनि राजेश दाईले के भन्नुभयो थाहा छ? अरे यार, कफी तितो भएर के भयो, मधुको मिठास त जिब्रोमै छ। त्यो मिठास चाहिँ नि म कसरी लिन्छु थाहा छ? कफी पिउनुभन्दा अगाडि र कफी पिइसकेपछि। छैन, यो मिलाएर बुझौँ होइन। जस्तो अब मलाई चाहिँ नरसिम्हाकै कुरा गरौँ। नरसिम्हाको ट्रेलर हेरेँ मैले, हेरिसके पछाडि एउटा कुरा चाहिँ फिल भयो कि मलाई राजेश दाईको चलचित्रमा प्राय 4-5 जना चाहिँ मेन भिलेन नै हुन्छ, अथवा चिनिएका अथवा अलिक घडप्प परेका राजेश दाईसँग भिड्नेवाला खलनायकहरू नै 4-5 जना हुन्छन्। यसमा पनि त्यस्तै देखेँ। खास तपाईँलाई त्यो 4-5 जना डेन्जर खालको भिलेन चाहिँ किन चाहिन्छ? चाहन्चुनीले त कोटै पुग्दैन, कोटा पनि त पुग्नु पर्ने। मैले यही अपेक्षा गरेका थियौँ होइन राइटर भाइ? हामीले चाहिँ पछि सोचेका थियौँ कि केही जोक लेख्नुपर्छ कि भनेर। होइन, हाम्रो जोकले भ्याउँदैन, राजेश दाईले भनेकै चिजै जोक हुन्छ भनेर। 1 माना चामलको भात खाने मान्छेलाई 1 चम्चा भात पस्केर हुन्छ? नरसिम्हामा मैले एकदम ख्याल गरेको चाहिँ प्राय तपाईँ चलचित्रमा कपाल काट्ने र दारी पालेको चाहिँ मैले देखेका थिएन होइन। तर नरसिम्हामा तपाईँले चटक्क दारी पाल्नु भएको छ। मलाई बताउनुहोस्, खासमा नितिशासँग उमेर अलि मिल्दैन, नितिशा अलि धेरै नै जेठी देखिन्, म धेरै कलिलो भएँ भनेर पाल्नु भएको हो कि, अथवा चलचित्रमा यो कसरी थाहा पाउनुभयो? किनकि उहाँले मलाई भेट्ने बित्तिकै उहाँको पहिलो मनसाय नै यही थियो क्या। उहाँले भन्नुभयो राजेशजी भन्नुहुन्छ कि राजेश सर भन्नुहुन्छ, राजेशजी तपाईँको लागि म अलिकति उमेर बढी देखिन्छु कि, पहिले नै यो भन्नुभयो। अनि त्यसपछि डाइरेक्टर र मैले सोचेँ यार केही छैन, यो कलिलो अनुहारलाई, कलिलोपनलाई हामी अलिअलि तपाईँको उमेर सुहाउँदो चाहिँ नि मिलाउँछौँ भनेर धेरै अभ्यास पश्चात चाहिँ नि हामीले त्यो लुक्समा आयो। होइन, तर अझै पनि तपाईँ दारी नै पाल्दा पनि
नीति शाहभन्दा धेरै कान्छु देखिनु है? धेरै न धेरै त्यो दारी पालेर मात्रै तपाईँको त्यो चाहिँ अलिकति सिनियर एज नदेखिने रहेछ अझै केही सोच्नु पर्ला जस्तो लाग्यो मलाई अर्को चाहिँ मलाई तपाईँको हरेक चलचित्रमा चाहिँ नामहरू याद गर्छु कि म प्राय कुनैमा शिव होइन कुनैमा शङ्कर कुनैमा राम कुनैमा नरसिम्हा हुन्छ अर्जुन होइन हुन्छ तपाईँको त्यो स्क्रिप्टमै हुन्छ कि सपनामा भगवान आएर ए राजेश हाम्रो पनि नाम राख्थ्यौ न क्यारेक्टरमा भनेर भन्नुहुन्छ मेरो त्यसरी वार्तालाप हुन्छ भन्ने कुरा तपाईँले कसरी म पनि क्यारिकेचर गर्दा केही न केही अहिले तपाईँले यो इन्टरभ्यू गर्दाखेरि धेरै रिसर्च गर्नुभयो जस्तो हो देखिन्छ त्यस्तो त्यो त कसैलाई थाहै थिएन नि तर त्यही नै हो ती नामहरू किनकि ती नामहरू शक्तिशाली नाम छ नि अब शक्तिशाली नाम कसको हुन्छ भगवानको होइन अनि मेरो भूमिका पनि असाध्यै शक्तिशाली हो अब त्यो शक्तिशाली व्यक्तिलाई त शक्तिशाली नामै चाहियो नि वाह हो प्रायः सबै धेरै चलचित्रमा त्यहीमा तपाईँले त गरिबहरूको आवाज उठाउनुहुन्छ निम्न वर्गहरूको आवाज उठाउनुहुन्छ होइन त्यो हिसाबले पनि तपाईँको क्यारेक्टरलाई सुट गर्ने नै भगवानकै नाम पनि हुन्छ त्यसको लागि त सशक्त नाम चाहियो अर्को चाहिँ म अब अलिकति सोसियल साइडको कुरा गरौँ तपाईँको सोसियल साइडमा विभिन्न प्रकारका पिक्चरहरू आइरहेको हुन्छन् कुनै चाहिँ आइरहेको हुन्छ त्यो अब हाम्रो क्यामेरामा त अट्दैन म ल्यापटपमा हेर्छु मोबाइलमा त मेरो त फोनहरूमा पनि देखिरहेको हुँदैन पछिल्लोपल्ट त्यो आधी मात्रै देखिन्छ कुनैमा चाहिँ यति देखिन्छ ल्यापटपमा गएर हेर्छु तपाईँले त्यो आफ्ना ती एकदम सुगठित शरीरलाई चाहिँ फेसबुकको वालमा राखिरहनुहुन्छ खासमा तपाईँले त्यो एक्सर्साइजको भिडियो चाहिँ किन राख्नुहुन्छ कि अहिलेका पुस्ताहरूलाई अलिकति मोटिभेसन होस् भनेर अथवा ज्यान भनेको यस्तो हुन्छ है कुखुरे छाती हो भनेर मैले वास्तवमा के हो भने राजेश हमाललाई नै अर्थी बुद्धि दिनलाई गरेको आफैलाई तपाईलाई मलाई चाहिँ मैले देखिरहेको छु हेर्नुहोस् अलि यता नजिक आउनुहोस् मैले के देखिरहेको छु भने यो छाती त छ तर तपाईँको यो अलिकति यस्तो छ अनि त्यसपछि तपाईँले त्यो फोटोहरू देख्नुभयो भने तपाईँलाई के लाग्छ भने यो मान्छेले त यस्तो गरिरहेछ भने म किन नसक्ने होइन आखिर यो पनि त म जस्तै हो अझ यो त भर्खर 18 भयो म त 21 पुगिसकेको छु त्यसमा मैले त अझ गर्नुपर्छ हजुर मभन्दा पनि धेरै कान्छु हो होइन यहाँ सम्बोधन गर्न नमिलेर मात्रै नभए त म बाहिर त हजुरलाई भाइ भनिरहेको त्यही त अब कान्छो व्यक्तिले त यस्तो गर्यो भने अझ लट्ठा जवान 21-22 वर्षको मान्छेले त झनै गर्नु पर्यो हामी जस्तो सिनियरहरूले सोचौँ होइन तपाईँको तर भिडियोले धेरैलाई मोटिभेसन चाहिँ मिल्दो रहेछ एकजना मेरो हजुरबा हुनुहुन्थ्यो होइन उहाँलाई चाहिँ अलिक बढी नै तपाईँको भिडियोबाट मोटिभेसन मिलेछ म सोचिरहेको छु तपाईँ कता जाँदै हुनुहुन्छ तपाईँको भिडियो हेरेपछि हाम्रो हजुरबाले चाहिँ चाहिने होइन राजेशजीले त यस्तो एक्सर्साइज गरिरहनु भएको छ भनेर उहाँले पनि चाहिने 40 केजीको डम्बेल उठाउनु भएको छ अहिले नढाटिकन भन्ने हो भने उहाँले पिण्डको प्रोटिन सेक खाइरहनु भएको छ त्यो भएर उमेर पनि हेर्नुपर्ने रहेछ यो त दुःखद कुरा हो तर के छ भने यो कसरत एक्सर्साइज भन्ने कुरा चाहिँ नि संयमित भएर चाहिँ गर्नुपर्छ होइन जबरजस्ती चाहिँ गर्नु हुँदैन होइन आफ्नो ज्यानलाई सुहाउँदो मैले भनेको थिएँ आफ्नो उसलाई सुहाउँदो तर केही न केही चाहिँ गर्नुपर्छ होइन व्यायाम भनेको चाहिँ नि गर्नै पर्छ तर के छ भने आफ्नो शरीर होइन आफ्नो परिस्थिति अनुसार चाहिँ नि त्यसलाई सुहाउँदो किसिमको चाहिँ नि व्यायाम गर्नुपर्छ मैले भनेको थिएँ हजुरबालाई हजुरबा यो 86 वर्षको उमेरमा राजेश हमाल बन्न नखोज्नुहोस् दाइ पो यङ हुनुहुन्छ होइन सानो हुनुहुन्छ र उठाउनुहुन्छ भने उहाँले त उहाँको बेग्लै सोख फेरि अब प्रोटिन सेक पनि पिण्डको खाइदिने त्यही त है अब अलिकति मैले चाहिँ सानो अब हजुरले को बन्छ करोडपति पनि खेलाउनु भयो सँगसँगै अन्य किसिमका अब एकदमै समाजमा प्रभाव पर्ने खालको प्रोग्रामहरू पनि गर्नुभयो त्यस्तै खालको मैले एउटा सानो एउटा सेगमेन्ट राखेको छु त्यो सेगमेन्टको नाम हो म हो मधुपति ओहो अब सन्चै तपाईँदेखि बाहेक कसैले खेल्न नमिल्ने सेगमेन्ट हो यो म हो मधुपति जसमा चाहिँ केबिसीका जस्तै प्रश्नहरू हुनेछन् 3टा अप्सन 4 अप्सन हुनेछ त्यसको तपाईँले सही जवाफ दिनुभयो भनेदेखि चाहिँ
तपाईँलाई चाहिने नरसिम्हाको 5वटा टिकट अनि राजेश हमालसँग चाहिँ साँझ डिनरको लागि हामी भाउचर प्रदान गर्नेछौँ। फोटो पनि खिच्न दिनुहोस् है। फोटो पनि खिच्नको लागि हामी व्यवस्था मिलाउनेछौँ। सायद त्यो चाहिँ 100% सुमन कार्कीले नै जित्नुहुन्छ होला। सुरु गरौँ ल ल एक्साइटेड हुनुहुन्छ? केही अघि तपाईँको धड्किरहेको थियो, अहिले मेरो धड्किरहेको छ। होइन क्वेसन फेरि किन धड्क्यो भन्नुहोस् न। किन? कसको पति रे? मधुपति। को भन्छ मधुपति होइन, म हो मधुपति। उहाँको नाम नभन्नुहोस् न यार, कमिज त हल्लिरहेको छैन। अब नर्मल मान्छेको त भइहाल्यो, राजेश हमाल भए पनि त्यही हुन्छ। हेर्नुहोस् नि कमिज हल्लिरहेको छ है। ल अब त्यो डरलाई एकछिन राख्नुहोस्, हामी पनि भन्ने होला भाउजू त्यति साह्रो पनि नपेर्नुहोस् हाम्रो दाइलाई भनेर म एकदम रिक्वेस्ट गरौँला। अब म सबैभन्दा पहिलो प्रश्नतर्फ लान्छु। तपाईँले यसमा त्यो तपाईँको कार्यक्रम जस्तो त्यो लाइभ साइभ यताउति फोन सोन छैन, केही छैन, अप्सन छैन, किनकि हामी गरिब छौँ होइन। ल सबैभन्दा तपाईँको लागि पहिलो प्रश्न, तपाईँको टिभी स्क्रिनमा काहीँ पनि देखिँदैन यो, किनकि टिभी पनि छैन हामीसँग। सिधै तपाईँलाई म प्रश्न गर्न चाहन्छु, कानमा सुनेको भएर। कानमा सुन्नको लागि होइन। पहिलो प्रश्न छ, फेसबुकमा तपाईँले चाहिँ अङ्ग देखाएर खानेकुराहरू किन खानुहुन्छ? अप्सन ए, लुगा लगाएर खाए शरीरमा लाग्दैन। अप्सन बी, खाएको खानेकुरा चाहिने कुन रुटबाट जाँदैछ भन्ने हेर्नको लागि। अप्सन सी, नाङ्गो शरीर देखाएर फलफुललाई तागत दिएको हो मैले। एबिसी मात्रै छ? एबिसी मात्रै छ। यसमा तपाईँले डी बनाऊ है। डी पनि थपौँ। डी चाहिँ नि के भने, डी अप्सन्स भनिन्छ नि, मान्छेले जे खान्छ त्यसैको त्यही अनुसारको चाहिँ उसले आफ्नो बडीको सेप लिन्छ होइन। अङ्ग्रेजी अलिकति बोल्दियो है म। यु आर वाट यु इट। तपाईँ त्यही नै हो जे तपाईँले सेवन गर्नु। अब त्यो प्रमाणित गर्नको लागि त म को हो वास्तविक रूपमा भनेर त छर्लङ्ग देखाउनु पर्यो खाइरहेको बेलामा। भनेको मतलब जुन चिजहरू यदि तपाईँले जस्तो चिज खानुहुन्छ, यदि मैले एकदमै फास्ट फुड त्यहाँ पिज्जा यताउति खाइदिएको भए फेरि मेरो बडीले नै त्यो सङ्केत गराउँथ्यो कि यो मान्छे यस्तो खाइरहेछ भनेर। त्यस्तो खानुको यस्तो हुन्छ हो। अब मैले यदि फलफुल मोटो खस्रो यताउति सादा खाइरहेको छु भने फेरि मैले त्यो देखाउनु पऱ्यो नि, यो खाँदाखेरिको यसको परिणाम के हो, परिणाम यस्तो हुन्छ है भनेर। त्यस कारण मान्छे त्यही हो जे खान्छ। अप्सन डी। अप्सन डी है, पास। ओके, मिल्यो। राजेश दाइले भनेपछि नमिल्ने कुरै छैन। अब लागौँ हामी दोस्रो प्रश्नतर्फ। एकदम गम्भीर छ, एकदम सोचेर एन्सर दिनु होला, हताश नगर्नु होला, किनकि अब तपाईँले फेरि राजेश हमाल ज्यूसँग चाहिँ अब डिनरदेखि लिएर होइन, अब नरसिम्हाको 5वटा टिकट पाउँदै हुनुहुन्छ। जेठ 9मा गएर चाहिँ हलमा गएर हेर्न सक्नुहुन्छ। प्रश्न यस प्रकार छ, राजेश हमालले फोन किन बोक्नुहुन्न? अप्सन ए, फोनलाई आफैले रिङ दिनुपर्छ भनेर। अप्सन बी, बोल्नलाई फोन चाहिँदैन। अप्सन सी, फोनबाट बोल्दा ढिलो हुन्छ। अप्सन डी, तँलाई के मतलब? फोनबाट बोल्दा ढिलो हुन्छ। त्यो मैले कसरी थाहा पाएको भने एकचोटि घन्टी बज्दाखेरि मैले उठाउन बिर्सेछु। त्यत्तिकै लिएर चाहिँ नि कानमा राखेर बोलेको। अनि त्यस पश्चात मैले बिर्सेँ, मैले सम्झेँ। अनि मैले अन गर्दाखेरि फेरि त्यही बोल्दाखेरि त उताको मान्छेले भन्यो अघि नै सुनिसकेँ मैले। ए राइटर भाइ, हाम्रो जोक सोक यो छोडिदियो। अनि मलाई के लाग्यो भने यो फोनको त कुनै कामै छैन मेरो लागि। मैले सुनेअनुसार चाहिने जुन समयमा प्लेनहरू थिएन त्यो बेलामा पनि विदेश जाने मान्छेहरूलाई रहर हुन्थ्यो। त्यो बेलामा चाहिने राजेश दाइको घर वरिपरि मान्छेहरू धेरै भिडभाड हुन्थ्यो प्लेन नभएको समयमा, कि राजेश दाइ म विदेश जान चाहन्छु, एकचोटि हानिदिनु न लात्ताले ताकि म उडेर पुगौँ। यो के सत्य छ यसमा? के सत्य छैन। सत्य के हो भने लात्ताले हान्ने होइन, प्लेन कहाँ उड्छ? हावामा। हावामा फुक्ने हो, फुक्ने। एकचोटि फुकिदिनुहोस् भन्नुहुन्थ्यो। चाहिने हाम्रो लेखाइहरू सबै पानीमा गए। खैर त्यही पनि एउटा फर्मेटको लागि गफ गरौँ।
अर्को प्रश्न छ हजुरलाई, राजेश दाईले चाहिने वाइन कहिले काहीँ मात्र किन खानुहुन्छ? अप्सन ए, वाइनलाई राजेश दाईको टेस्ट थाहा होस् भनेर। अप्सन बी, वाइनलाई मात्न मन लागेर। अप्सन डी, देशको अवस्था देखेर। यो लास्टको अप्सन डी होइन, सी थियो, नर्भस भएर डी भनिदिएँ। ए, लास्टको अप्सन सी। हजुर, बी। किनकि हेर्नुहोस्, वाइनलाई पनि त हामीले यसो मध्यनजर गर्नु पर्यो नि। त्यो बिचरा उसलाई सेवन गरेर अरू मातेको हेर्छ होइन, भन्नुहोस् त, उसलाई पनि त वाक्क होला नि, आफूलाई सेवन गर्ने अरू मातेको हेरिरहने। अनि ऊ आफू कहिले मात्ने त? तपाईँको कहिले वाइनसँग वार्ता भएको छ, बाबु धेर नखाइ लाग्छ। अनि बेला बेलामा कमसेकम एक दुईचोटि म पनि मातौँ भनेर वाइन मका आउँछ कि, अनि मैले यसो ओठमा लगाइदिन्छु अनि नाची नाची जान्छ। छैन, अब जति नै क्यारेक्टरमा बसौँ भन्दा पनि भित्रभित्रैबाट सुमन निस्किरहेको छ होइन। अब लागौँ हामी चौथो प्रश्नतर्फ। प्रश्न यस प्रकार छ, राजेश दाई विदेश किन घुम्नुहुन्छ? अप्सन ए, राजेश दाई पृथ्वीको वार्डेन हो होइन, अवस्था बुझ्नलाई घुम्नु पर्यो। अप्सन बी, पृथ्वीले राजेश दाईको वरिपरि घुमेको पैसा तिर्न। अप्सन सी, संसारमा जन्मेपछि राजेश दाईको दर्शन नगरी के मर्नु भनेर। पृथ्वी र ममा के सम्झौता भएको छ भने प्राय जसो म घुम्ने गर्छु, कहिले कहिले मैले रेस्ट लिएको बेलामा चाहिँ तँ घुम्दे संसारमा भन्छ होइन। धेरै दुःख त उसले मलाई दिँदैन, धेरै जसो समय ऊ आफै घुमिरहेको हुन्छ, तर कुनै कुनै बेला उसलाई थकै लाग्दो रहेछ, अनि राजेश दाई तपाईँको पालो भन्छ, अनि म घुम्छु संसार। क्यारेक्टर यतिकै बोल्नु जस्तो लाग्दैछ मलाई। अब अर्को चाहिँ चाहिने तपाईँलाई एउटा मेरो चाहिँ अर्को सेगमेन्ट छ, त्यो भनेको चाहिँ यी हल्ला हुन् तिमीले सुनेका, अथवा यो सत्य हो, तपाईँले मलाई भन्न सक्नुहुन्छ कि त्यसमा चाहिँ हामीले केही हल्लाहरू हुन् या सत्य हुन्, ती चाहिँ हामीले लेखेर लिएर आएका छौँ। तपाईँले यो हल्ला हुन् भन्यो भने हल्ला हुन् भनिदिनु सक्नुहुन्छ, सत्य हो भनेदेखि सत्य हो भन्न सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो यी हल्ला हुन् तिमीले सुनेका वा सत्य हुन् तिमीले सुनेका। सबैभन्दा पहिला एउटा चाहिँ हल्ला छ कि अब यो भन्दाखेरि चाहिँ मैले कुटाइ नै खान्छु होला, अलिक पछाडि बसेर भन्नु पर्यो कि तपाईँ एकपटक, तपाईँ होइन राजेश दाई चाहिँ एकपटक बिहेको लागि चाहिँ युवतीको घरमा चाहिँ प्रस्ताव लिएर जानुभयो अरे होइन। अब यो सत्य हो कि होइन हजुरले भन्नु होला, हात लाउन पाइएन, भन्न पाइयो। अनि टक्क राजेश दाई जानुभयो युवतीको घरमा आफ्नो फ्यामिलीको साथमा। अनि त्यस पछाडि राजेश दाई भित्र छिर्नुभयो, राजेश दाई चट्ट बस्नुभयो आफ्ना साथीभाइ आफ्नो आफन्तको साथमा। अनि युवती आइन्, फर्किन्, अनि बिचमा युवतीको हजुरआमा उहाँले के भन्नुभयो थाहा छ? ए नातिनी, यो मान्छे मलाई पनि माग्न आएको थियो, यो मान्छेले बिहे गर्दैन, कफी खान मात्रै आएको हो भन्नुभयो अरे। यो सत्य हो कि मेरो दशा बिग्रिएको हो? त्यसपछि आमाले पनि त देखेर भन्नुभयो होला। हजुरआमा, आमा अनि नातिनी, नातिनी होइन, छोरी अनि नातिनी, छोरी अनि नातिनी। यस्तो कुराहरू सार्वजनिक टेलिभिजनमा नभनिदिनुहोस् न यार, यस्तो भन्नुभयो। यो काट्थ्यौँ, यो होइन, यो डिलिट गरौँ। अर्को एउटा छ चाहिँ अहिले पाकिस्तान र इन्डियाको युद्ध हुनुमा तपाईँको कारण पनि छ भन्दा रहेछन् नि। तपाईँ जब इन्डियन एम्बेसी र पाकिस्तान एम्बेसीको बिचमा हुनुहुन्थ्यो त्यतिन्जेलसम्म कहिले पनि उनीहरूको युद्ध भएन। जब तपाईँले लाजिमपाट छोडेर बुढा नीलकण्ठ सर्नुभयो त्यस पछाडि उनीहरू त्यो सन्तुलन बिग्रिएपछि युद्ध गरे अरे। यो सत्य हो? यसमा चाहिँ म विश्वास राख्छु, किनकि त्यो दुईटा राष्ट्रहरूलाई एउटा रेफ्री चाहिँ नि चाहिँदो रहेछ कि। रेफ्री भएन कि भिडिहाल्दो रहेछ है। अहिले हजुरलाई फोन आएर राजेशजी लौ न मिलाइदिनु पर्यो भन्ने त्यही त आएको छैन फोनहरू? मलाई आएको थियो फोन। मैले काठमाडौँमै छोडेँ, नेपालमै, म विदेशमा थिएँ होइन। तर म यहाँ आउने बित्तिकै रोक्यो नि त, रोक्यो नि। त्यो कसरी रोक्यो त?
राजेश दाई आउनुभयो नगरौँ अब झगडा बुझ्नुहोस् न होइन बुझ्नुहोस् यो सत्य छ यो राखौँ होइन त यो राखौँ अर्को चाहिँ चाहिने एउटा यो अफवाह हो कि हल्ला हो कि अब सत्य हो कि अरूलाई चाहिँ जस्तो तपाईँसँगै अथवा तपाईँभन्दा सिनियरहरूलाई तपाईँसँगैकै त भर्खर बुढाहरू छन् अब सिनियरलाई भनौँ न सिनियरहरूलाई चाहिँ मधुमेह छ अरे अथवा मधुमेहले चाहिँ चाप्या छ भन्ने हल्ला छ तपाईँलाई चाहिँ मधुमोह छ अरे के यो त अप्सनै छैन नि सत्य नै होला यो चाहिँ तपाईँले 100% सत्य भन्नु यो पनि पास अर्को एउटा चाहिँ हल्ला छ कि विश्वकर्मा पूजाको बेलामा तपाईँ एउटा हातले अर्को हातको पूजा गर्नुहुन्छ अरे किनकि तपाईँको हात त फलामको हो त्यो पनि सही हो त्यो पनि सही हो अच्छा अर्को एउटा चाहिँ अब विश्वकर्माको पूजाको बेलामा टीका मेरो निधारमा हुँदैन टीका मेरो दाहिने हातको यहाँनिर हुन्छ आफूलाई चाहिँ चाहिने नयाँ नयाँ जोकहरू ल्याएर राजेश दाईलाई सुनाइयो होला भन्ने लाग्छ राजेश दाईले भनिसकेपछि नयाँ त यस्तो हुँदो रहेछ भन्ने फिल आइरहेछ तर खैर केही छैन आफ्नो यो गरिखाने मेलोलाई अगाडि बढाउँ अर्को एउटा अफवाह हो कि सत्य हो कि मान्छेहरूले भन्ने गर्छन् कि घडीलाई घुम्न चाहिँ राजेश दाईले सिकाउनु भएको हो यो सत्य हो हेर्नुहोस् धेरै चिजहरू चाहे व्यक्ति हुन् चाहे टेक्नोलोजी होस् अघि मैले पृथ्वीको पनि कुरा गरेँ धेरैजना व्यक्तिहरू चाहिँ प्रशिक्षण लिन मकै आउँछन् कम्प्युटर पनि कसरी सञ्चालित हुने भनेर पहिले प्रशिक्षण मसँगै लिएको एआईसँग हजुरको कस्तो छ अनि त्यो कम्प्युटर मेरो लागि त कुनै वाइफाईको जरुरत पर्दैन थियो तर उसले अनुरोध के गर्यो भने हामी त अरूको पनि हातमा प्रयोग हुनुपर्ने हो त्यसको लागि के एउटा सूत्र गाइदिनुहोस् न भनेर मैले फेरि वाइफाई पनि जडान गरिदिएँ अच्छा राजेश दाईसँग यो सेगमेन्टमा पनि मैले चाहिँ आफूलाई मार्क्स दिनुपर्ने भयो दाईलाई भन्दा पनि यसमा पनि मेरो जोकले ठिकै काम गरेँ अब अर्को चाहिँ एउटा सेगमेन्ट छ कि जुन सेगमेन्टमा चाहिँ मैले हेरेका चलचित्रहरू जुन तपाईँका हेरेका छु मैले बालापनदेखि तिनै चलचित्रको मैले डायलग भन्ने छु अनि तपाईँले गेस गर्नुपर्ने हुन्छ कि कुन चलचित्रको हो भनेर यो कतिको तपाईँको लागि डरमर्दो अथवा टफ छ यो अलिअलि किनकि अब बागमतीको पुल मुनि धेरै पानी बगिसक्यो नि होइन अलिक कम बगायो भए त यति गहिरो छ भनेर भन्नुहुन्थ्यो तर धेरै बगायो हुनाले अब कति गहिरो छ त्यही पनि सोध्नुहोस् न प्रयास गर्छु सानो सानो किताब पढ्नेहरूलाई यो माथिबाटै जान्छ के भन्नुभयो भनेर सबैभन्दा पहिला चाहिँ तपाईँको लागि नेपाल पहिलेको नेपाल रहेन तर राजेश अझै पनि त्यही राजेश हो कुन चलचित्रको डायलग हो यो धेरै ट्रिकी सोधेँ मैले तर यसको जवाफ मैले पहिल्यै दिइसकेको रहेछु मैले बागमतीको पुल मुनि धेरै पानी बगिसक्यो भनेको थिएँ नि हेर्नुहोस् चलचित्र बागमती एकदम सही दोस्रो प्रश्न सज्जनको लागि राम दुर्जनको लागि हराम डीएसपी अर्जुन हो मेरो नाम कुन चलचित्र हो यसमा चाहिँ राजेश दाईको अब बागमतीको मुनि धेरै पानीहरू बगिसके धेरै चलचित्रमा अर्जुन यहाँको नाम पनि छ हो जहाँसम्म लाग्छ यसमा चाहिँ मैले हजुरलाई अलिकति गाह्रो पार्छु कि भन्ने होइन मलाई चलचित्र चाहिँ एकदमै याद छ डायलग फेरि भन्नु एकचोटि सज्जनको लागि राम दुर्जनको लागि हराम डीएसपी अर्जुन हो मेरो नाम एकचोटि हान्छु सिधै माथि पुऱ्याउँछु मलाई भन्न लाग्नु भएको हो यही चलचित्रमा तपाईँले जस्तो जति खानुपर्ने छ यहीँ नै खाइहाल पुलिस स्टेसन गइसकेपछि तैँले चाहिँ 100 ग्राम यति हो चामल यो यति ग्राम दाल भन्ने डायलग थियो यो अमिर ढुङ्गालाले बनाएको फिल्म हो यो मलाई अगाडिको एउटा के भनिदिनुहोस् यो चलचित्रमा चाहिँ एउटा नाम अगाडिको क्यु त दिनुहोस् न जीवन पछाडि अर्को पनि जोडिएको छ अगाडिको जीवन अगाडि जीवन पछाडि त्यो के भयो मलाई मजा आयो मलाई चाहिँ जीवन पछि जोडिएको छ त्यसलाई अङ्ग्रेजीमा डोनेट पनि भन्छ क्या
ए जीवनदान जीवनदाता जीवनदाता डोनेट दातालाई डोनेट भन्छ कि के हो मेरो इङ्ग्लिस भिडियो कि डोनर 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 कस्तो डोनट भन्दिनु होइन होपलेस जीवनदाता ल यो पनि एकदम दाइले मिलाउनु भयो हो यो डायलग र त्यो तपाईले डायलग भन्ने बित्तिकै सिन चाहिँ नि मलाई याद आयो है नाम चाहिँ नि कपलाकै खुब खाइदिन्छ मैले यो चलचित्र चाहिँ पूर्वमा दमकमा हेरेको थिएँ मैले जीवनदाता हो जीवनदाता जहाँ चाहिँ हजुर सँगसँगै विराज भट्ट रमेश ढुङ्गानाहरू हुनुहुन्थ्यो होइन अर्को डाइलग यो त सायद दाइले 100% मिलाइ नै हाल्नुहुन्छ अङ्ग्रेजीमा छ तर नेपाली फिल्मको हो यो ए होइन सो दाइले भन्नुहुन्छ नो टक नो क्वेसन फैसला अन द स्पट यसमा तपाईँ पुलिस हुनुहुन्छ क्वेसन फैसला अन द स्पट नो टक नो क्वेसन फैसला अन द स्पट थाहा छ मलाई यो डायलग बोलेको पनि थाहा छ मलाई अर्जुन त होइन यो नो टक नो क्वेसन फैसला अन द स्पट एउटा लेटर भनिदिनुहोस् त अङ्ग्रेजी यही जुन डाइलग मैले भनिरहेको छु फैसला 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 अर्को एउटा डाइलग छ त्यसमा चाहिँ दुईवटा डाइलग भन्छु कि हजुर सँगसँगै अगाडिपट्टि भन्ने एकजना व्यक्तिकोमा पनि डाइलग भन्छु म एकजना व्यक्तिले भन्नुहुन्छ कि मेरो नाम बाक्सिङ हो होइन तपाईँ र त्यो पात्र सँगै बस्नुभएको हुन्छ उहाँ चाहिँ उहाँको पात्रको नाम पनि भनिदिउँ कि सिनियर एक्टर हुनुहुन्छ रामचन्द्र अधिकारी उहाँ चाहिँ एउटै टेबल हुन्छ हजुरहरू उहाँ चाहिँ बाक्सिङ हो मेरो नाम भन्नुहुन्छ राज दाइले चाहिँ भन्नुहुन्छ तिम्रो आमा जङ्गलमा गएको हो कि बाघ घरै आएको थियो कुन चलचित्रको डाइलग हो यो तपाईँले यो ज्याकेट कुन चलचित्रको लागिरहनु भएको छ देउता एब्सोल्युटली मलाई यो चलचित्र सँगसँगै जान्न मन लागेको यो डाइलग फिल्ममा लेखिएकै थियो कि यो तपाईँको सेन्स अफ ह्युमर पछि यो जडान गरिएको मलाई त यो चाहिँ बाहिर मैले लेख्दाखेरि नै यो हेर्दा जब हेऱ्यौँ हामीले त्यो डाइलगहरू त्यतिखेर यो त डाइलग यो लेख्नेले त भ्याएन यो राजेश दाइकै सेन्स अफ ह्युमर तर यो डायलग गजब छ नि होइन गजब छ नि अब यसले के हुन्छ भने प्राय मान्छेहरूले भन्छ नि म बाघ हुँ भने उहाँहरू चाहिँ अलिकति सतर्क हुनु पर्यो कसै बाघ हो भन्दैन हो अर्को छ सज्जनको लागि नायक हुँ दुर्जनको लागि खलनायक हे दुश्मनको लागि राम नाम सत्य छ अन्यायमा न्याय दिन नारायण दाइ आउँदैछ कुन चलचित्र सज्जनको लागि नायक हो दुर्जनको लागि खलनायक दुश्मनको नाम राम नाम सत्य छ अन्यायमा न्याय दिन राजेश दाइ आउँदैछ नारायण दाइ होइन हो यसको नाम खलनायक हो एब्सोल्युटली करेक्ट हो अर्को एउटा डाइलग छ कि हे पापी मान्छे हो त्यो चाहिँ लामो छ यो मेरो लागि लामो तपाईँलाई त त्यो यत्रो भनौँ न हे पापी मान्छे हो गरिबलाई दबाउने दुस्साहस नगर गरिब चट्टान हो जसले भोक सहन सक्छ गरिब आँधी हो जसले जिन्दगीसँग लड्न सक्छ गरिब ज्वालामुखी हो जसले आगोलाई झेल्न सक्छ जसले गरिबलाई दबाउन खोज्छ त्यो जलेर भस्म हुन्छ यो कुन चलचित्रको डाइलग हो यो डायलग चाहिँ नि एकदमै ताजा छ यो धेरै नै अहिले पनि सोसियल साइटहरूमा आइरहेको हुन्छ होइन एउटा लेटर भनिदिनुहोस् त मलाई त्यसमा तपाईँले केमियो गर्नुभएको छ तपाईँ राजेश दाइ नै हुनुहुन्छ आफ्नो सुटिङको क्रममा हुनुहुन्छ होइन त्यसमा हल्का तपाईँले जुङ्गा लाउनु भएको छ होइन जङ्गलको बिचमा सुटिङ भइरहेको हुन्छ अनि अगाडिको यसमा निखिलजीको फिल्म होला हो 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 निखिलजीको फिल्म हो यो दीपक श्रेष्ठले होइन निर्देशन गरेको यो 100% अगाडिको चाहिँ पापी भन्ने छ ए पापी मान्छे उहाँको त्यो बाँदरवाला हो 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 अब बाँदर भन्दा याद आयो कि मलाई कि तपाईँले जुन समयमा एकदम अहिले पनि गरिरहनु भएको छ तर तपाईँ बाँदर भन्दा याद आयो भन्नुभयो कि बाँदर भन्दा आफैलाई याद आयो भन्नु मैले आफूलाई सम्झेँ तपाईँले एकदमै तपाईँले जुन समयदेखि युगसम्मदेखि सुरुवात गर्नुभयो त्यो समयदेखि अहिलेसम्म अथवा तपाईँले यो 5 वर्षको ग्याप गर्नुभन्दा अगाडिसम्म
तपाईँले गर्ने चलचित्रहरूमा तपाईँका साथी चलचित्रमा को आर्टिस्टको रूपमा जस्तो साथी चलचित्रमा चाहिँ कुकुर थियो होइन, कति चलचित्रमा हात्ती, कति चलचित्रमा बाँदर, कतिमा बाघ होइन, कतिमा बाज होइन, यस्ता खालकाहरू थिए। तर अहिलेका चलचित्रहरूमा त्यो देखिँदैनन् होइन, त्यो जनावरहरूको रोल हुँदैन। मैले एउटालाई भेटेको थिएँ, एउटा बाघलाई भेटेको थिएँ मैले, अनि मैले सोधेको थिएँ पहिला तपाईँहरू धेरै चलचित्रहरूमा देखिनुहुन्थ्यो बाघज्यू, अचेल त देखिनुहुन्न त भनेको। उहाँले के भन्नुभयो थाहा छ? हाम्रो गुरुबाले ब्रेक लिइसकेपछि हामीलाई सिकाउन सक्ने सामर्थ्यको कोही पनि छैन, अनि हामी जो कोही त्यो ल्याख्रे लुख्रेसँग हामी को आर्टिस्ट भएर खेल्न पनि चाहँदैनौँ। अहिले म यो अमेरिकामा भागेर लुकेर बसेको छु भन्थ्यो। साँच्चै त्यो तपाईँले मात्रै तपाईँ खेल्दाखेरि चाहिँ हात्ती, घोडा, अझ घोडा भनौँ होइन, बाँदर, कुकुरहरूको रोल हुन्थ्यो। त्यसमा चाहिँ उनीहरू एकदम कन्फिडेन्ट पनि हुन्थ्यो होला कि तपाईँले सिकाउन पनि सक्नुहुन्थ्यो। अरूले त सिकाउँछ जस्तो लाग्दैन मलाई। उनीहरूसँग चाहिँ कस्तो खालको तपाईँको सम्बन्ध हुन्थ्यो? असाध्यै सुमधुर है, असाध्यै सुमधुर। बाँदरले मलाई रुख चढ्नको लागि तपाईँले मलाई प्रशिक्षण दिनुपर्छ है मलाई केही न केही त आउँछ जस्तो लाग्दै भनेर सुटिङभन्दा अगाडि मैले कमसेकम 2-4 हप्ता चाहिँ उसँग बिताएँ। बाँदरलाई चाहिँ रुख चढ्न सिकाइदिएँ मैले। घोडाको पनि त्यही नै थियो, घोडा पनि गरेको छु नि मैले 1 नम्बरको पाखेमा। 1 नम्बरको पाखे, कृष्ण अर्जुन। हामी चाल कसरी चल्ने भनेर घोडालाई सिकाउनु भयो। 2 हप्ता मैले प्रशिक्षण। बाघलाई त गर्जनै आउँदैन थियो, गर्जिनै आउँदैन त्यो हे वाला पछाडि हैन। त्यसपछि चाहिँ नि उहाँसँग घाँटी खोल्यो, उहाँलाई चाहिँ अलिकति समय लाग्यो है, किनकि घाँटी नै खोलिरहेको थिएन कि, घाँटी नै खोलिरहेको थिएन। अनि धेरै मेहनत गरिसकेपछि नि एकैचोटि गर्छु नि थाहा। अनि मैले के भने अब यो तपाईँको जिम्मा के हो भने तपाईँको अब आउँदो पुस्तालाई पनि तपाईँले सिकाउनु पऱ्यो है यस्तै। मेरो जीवनकै सपना पनि यसरी पुरा भयो कि आज राजेश दाईकै क्यारिकेचर मात्रै सुनाइराखिनँ कि मैले कि मेरा कुराबाट अलिअलि हँसाउने प्रयत्न पनि गरेँ। अझ धेरै खुसी चाहिँ राजेश दाईका कुराहरूबाट भयो। मलाई यो तपाईँको यो सेन्स अफ ह्युमर जुन छ, सँगसँगै तपाईँका ती कुनै पनि इन्टरभ्यूमा बोल्दाखेरि तपाईँका त्यो भाषा शब्दको चयनहरू, नेपाली बोल्दाखेरि ठेट नेपाली होइन, सो तपाईँका शब्द प्रयोग गरिसकेपछि अरे यो पनि नेपाली शब्दकोशमा छ र, इङ्ग्लिसमा त अर्कै नै भइहाल्यो भनेर खोज्छौँ हामी। यो सेन्स अफ ह्युमर पनि उस्तै राम्रो छ। तपाईँ कस्ता खालका किताबहरू चाहिँ पढ्नुहुन्छ ताकि यो लेभलका जोकहरू आउँछन्? यो किताबबाट आउँदैन, यो जिन्दगीलाई पढ्न जान्नुपर्छ होइन। तपाईँको लागि आँखा कान किन दिएको छ? यो जिन्दगीका अनेक कोणहरूलाई चाहिँ नि छर्लङ्ग हेर्नु पर्यो। जिन्दगीमा भएका घटनाहरू, कुराहरूलाई चाहिँ नि छर्लङ्ग चाहिँ तपाईँले सुनिरहनु पर्यो। त्यहाँबाट भन्दा ठुलो अनुभव चाहिँ तपाईँले कताबाट पनि पाउनुहुन्न। यदि जिन्दगीको अनुभव तपाईँले लिन सक्नुभयो र जिन्दगीको विभिन्न पक्षबाट आउने आवाज र दृश्यहरूलाई तपाईँले चाहिँ मनन गर्न सक्नुभयो भने जिन्दगीले पस्केका हरेक कुराहरू चाहिँ तपाईँलाई छर्लङ्ग आउँछ। चाहे त्यो भाषा होस्, चाहे त्यो रहनसहन होस्, चाहे त्यो विभिन्न व्यक्तिहरूको संस्कृति होस् या विभिन्न व्यक्तिहरूको भाव नै किन नहोस्। त्यस कारण जिन्दगीलाई पढ्नुहोस्। किताब त केही जिन्दगीलाई पढेको व्यक्तिहरूले लेखेको कुरा हो। पुस्तक स्वयं आफू जिन्दगी होइन। सबभन्दा ठुलो पुस्तक भनेको त जिन्दगी हो, आफै हो, जिन्दगी आफै हो। मलाई पुस्तक भन्दाखेरि याद आयो कि धेरैजना चलचित्रकर्मी होस् अथवा राजनीतिज्ञ व्यक्तिहरू, जो विशिष्ट व्यक्ति हुनुहुन्छ, वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको बायोग्राफी भनेर चाहिँ हामीले किताबहरू पढ्न पाउँछौँ। राजेश दाईको चाहिँ यो बायोग्राफी आउने सम्भावना अथवा सम्भावना त छ नै होला, तर कहिलेसम्म, हुन त बालकैमा के लेख्नु भन्ने पनि अझै जिन्दगी लामो समयसम्म भोग्न बाँकी छ, तर केही सम्भाव्यता छ यो? मेरो आउँदैछ। कहिले आउँछ यो? राजेशजी मेरो आउँदैछ, अब एकदमै चाँडै नै आउँदैछ। चाँडै नै आउँदैछ। नरसिंहभन्दा पहिले जेठ 9 गते भन्दा त अगाडि त आउँदैन यो? नरसिंहभन्दा अगाडि आउँदैन, तर नरसिंह लागेको केही हप्तापछि चाहिँ आउनेछ। पुस्तक तयार भइसकेको छ। अहिलेसम्म पत्रकारहरूले पत्ता लगाउन नसकेको चिज मैले पत्ता लगाइदिएँ। अर्को कुरा चाहिँ मलाई तपाईँलाई सोध्नु मन लाग्यो कि तपाईँ हरेक चिजमा पोख्त हुनुहुन्छ होइन,
सो तपाईँकै समकालीन साथीहरू कुराकानी गर्ने भनेदेखि चाहिँ भुवन केसीज्यूले विकास बोर्ड चलाउनु भयो, तपाईँ देश कहिले चलाउने? हुन त विश्व औँलामा घुमाइरहनु भएको छ तपाईँले होइन, त्यही पनि पृथ्वीले बेला बेलामा मलाई बोलाउँछ विश्राम लिनु पऱ्यो घुमाइदिनुहोस् भनेर तपाईँले त्यसैलाई नै घुमाइरहेको छु भने त्यसभित्रका सबै कुराहरूलाई त किन अब एक एक डिटेलमा किन घुमाउनु पऱ्यो र होइन, त्यही नै गरिरहेको छु। यसलाई यसरी नै बुझ्नु पर्यो, यसरी नै बुझ्नु पऱ्यो। फेरि त्यसमाथि के छ भने म अरूलाई यताउति घुमाउने भन्दा पनि म आफै पनि घुम्न रुचाउँछु क्या। थ्याङ्क यू दाइ, लगभग कुरा मेरा होइन यो सकिने बेलामा मलाई के भयो भने यो तपाईँको दर्शकहरू कन्फ्युज होला नि कि तपाईँ राज्य सम्हालो कि म राज्य सम्हालो, पाउनु चाहिँ म पनि उ गर्छु हो गर्नु चाहिँ। त्यहाँ मेरो पनि टोपी होला हेर्नुहोस् त, ल्याउनुहोस् त यहाँ कन्फ्युजन नपारिदिउँ न लास्टमा। अब जाँदा जाँदै चाहिँ नि मैले के गर्नु पऱ्यो भने कसैलाई भ्रम नपरोस् यो दुईवटा मात्रै को राज्य सम्हाल्नु, को राज्य सम्हाल्नु पाउनु चाहिँ म पनि अब केही न केही त गर्नै पर्यो, केही न केही त मैले पनि गर्नै पर्यो। ल अब पत्ता लगाउनुहोस्। थ्याङ्क यू सो मच राजेश दाई। अब हजुरकै अगाडि हजुरकै चलचित्र देउताको एउटा क्यारेक्टरको क्यारिकेचर गर्ने मौका पाएँ मैले। अनि तपाईँको चलचित्र नरसिम्हा यही जेठको 9 गतेबाट आउँदैछ। बडो उत्साहित छौँ हामी होइन, त्यसमा तपाईँको त्यो आवरणदेखि लिएर तपाईँको त्यो डायलग डेलिभरी अनि त्यो गर्जन सुन्नको लागि चाहिँ मलाई सुनेअनुसार सरकारले पनि चाहिँ अब राजेश दाईको फिल्म चाहिँ हरेक वर्ष होइन 5-10 वर्षमा चाहिँ रिलिज गर्नुपर्छ भनेर नियम लाउँदैछ अरे। किनकि राजेश दाईको फिल्म लागिसके पछाडि जनगणना गर्न आवश्यकै छैन, सबै हलमा आएपछि थाहा भइहाल्छ। हलको टाउको गनेपछि कति रहेछ। होइन मलाई अत्यन्त नै खुसी लाग्यो तपाईँसँग यसरी वार्तालाप गर्न पाउँदाखेरि, भेट्न पाउँदाखेरि। किनकि फेरि अलिकति अङ्ग्रेजी शब्द प्रयोग गरौँ, क्यारिकेचर इज द बेस्ट कम्प्लिमेन्ट भन्छ कि। कुनै व्यक्तिको कसैले क्यारिकेचर गर्छ भने त्यो व्यक्तिको लागि चाहिँ त्योभन्दा ठुलो कम्प्लिमेन्ट के पनि हुँदैन अरे। होइन, त्यस कारण म त त्यो हिसाबबाट लिन्छु। हजुरले मेरो योवाला क्यारिकेचर हेर्नु भएको थियो कहिले? हेर्छु नि म तपाईँको क्यारिकेचर। अनि अझ मधुले चाहिँ विशेष गरिकन तपाईँकै क्यारिकेचर चाहिँ हेर्नु भनेर मलाई सुरुवातमा भनेको। थ्याङ्क यू भाउजू, तपाईँले गर्दा भए पनि मेरो करियर अलि राम्रैसँग अगाडि बढ्यो। यो लाग्यो कि क्यारिकेचर गरेकोहरूमा मध्येमा चाहिँ नि तपाईँको चाहिँ सबैभन्दा मिल्यो भने जस्तो लाग्यो मलाई। अनि त्यो चाहिँ मैले हेरेको थिएँ, सो खुसी लाग्यो। आज वार्तालाप भयो होइन। अब नरसिम्हा आउँदैछ 9 गते, त्यसको प्रतीक्षामा छु। अलिकति खुल्दुली भइरहेको थियो, तपाईँसँग गफगाफ गरेपछि एकदमै मुड फ्रेस भयो, हाँस्न पनि पाइयो। अब 9 गतेको लागि चाहिँ नि एकदम प्रतीक्षा गरिरहेको छु। थ्याङ्क यू दाइलाई धेरै धेरै अल द बेस्ट। थ्याङ्क यू। अनि मेरो जीवनकै एउटा आजको दिन चाहिँ म क्यालेन्डरमै लेखेर राख्नेछु कि राजेश दाईसँग मैले चाहिँ एउटै चाहिँ क्यामेरामा देखिएको छु भनेर। सायद मेरो बुबाले पनि अहिले चाहिँ बल्ल अलि राम्रो ठेगाना राम्रो सङ्गतमा पुगेछ केटो भनेर खुसी मान्नुहुनेछ। थ्याङ्क यू भेरी मच दाई। सधैँ नै चलचित्रमा देखिरहन पाऊँ, यस्तै नै यङ भइरहेको देख्न पाऊँ। एकचोटि दाइ र म एकैचोटि हे भन्नेवाला चाहिँ लिनुपर्छ जस्तो लाग्छ मलाई। 1 2 3 नरसिम्हा जेठ 9 गते। अर्कै आवाज आयो कि आयो त? ठिक छ ठिक छ। थ्याङ्क यू दाइ। किनकि नरसिम्हा पनि आयो, जेठ 9 गते पनि आयो, त्यति चाहिएको। बस थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू।